आइफोन युजरहरूलाई थाहा नहुन सक्छ युट्युबबाट भिडियो कसरी डाउनलोड गर्ने भनेर हजुरहरूलाई म सिकाउन गइरहेको छु। युट्युबमा जानु होला। युट्युब कि ओपन गरिसकेपछि तपाईलाई यो भिडियो मैले डाउनलोड गरेर देखाउँछु है त। यसमा क्लिक गर्नु होला। यहाँ तलपट्टि यहाँ शेयरको बटन छ। यहाँ शेयर बटनमा क्लिक गर्नु होला अनि यहाँ कपी लिंक लेखेको छ यसमा क्लिक गर्नु होला अनि सिधा जानु होला प्ले स्टोरमा गएर प्ले स्टोरबाट ब्ल्याक होल भन्ने एप डाउनलोड गर्नु होला अनि उसलाई इन्स्टल गरेपछि तपाईको ब्ल्याक होलको लोगो यस टाइपमा देखाएको हुन्छ। यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यो गोलो घेरा छ त्यसमा औंलाले टच गर्नु होला। टच गरिसकेपछि एलाउ पेस्ट लेखेको छ यसमा फेरि क्लिक गर्नु होला। क्लिक गरेपछि लोडिङ लेखेको छ। अब देख्न सक्नुहुन्छ यो डाउनलोड भयो अनि ग्यालेरीमा सेभ हुन्छ तपाईको डाउनलोड भिडियोहरु। यति नै हो मेरो जानकारी।